तपाईहरु सबैजनालाई यीशु ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। म अनिल सुनामको तर्फबाट आज म तपाईहरुलाई फेरि पनि वचनको सेवामा स्वागत गर्न चाहन्छु। अनि आज हामी यस्तो विषयलाई हेर्नेछौँ, प्राय तपाईले यो विषयलाई धेरैचोटि सुन्नु भएको छैन होला, धेरैचोटि तपाईले यो विषयलाई चर्चा पनि गर्नुभएको छैन होला प्रियहरू। अनि आज म तपाईहरुको बीचमा चर्चा गर्नु गइरहेको विषय चाहिँ परमेश्वरको क्रोध, द ऱ्याथ अफ गडको बारेमा म चर्चा गर्न चाहन्छु। जब हामीले विश्वास गर्यौं प्रियहरू, त्यही समयदेखि नै हामीले यी कुराहरू सुनिराखेको छौँ। परमेश्वरले प्रेम गर्नुहुन्छ, परमेश्वरले क्षमा दिनुहुन्छ, परमेश्वरले हामीलाई पापबाट छुटकारा दिनुहुन्छ, परमेश्वरले हामीलाई प्रत्येक कुराबाट बचाउनुहुन्छ भन्ने कुरालाई हामीले हेरेका छौँ, सुनेका छौँ। तर म तपाईलाई यो बताउन चाहन्छु, जब तपाईले यो वचन सुन्नुहुन्छ, यो वचन सुन्दै गर्दा चाहिँ नि तपाईको हृदयमा गाह्रो पनि हुन सक्छ प्रियहरू। किन भन्दै गर्दा प्रियहरू, परमेश्वरको क्रोध चाहिँ कस्तो देखिन्छ त? परमेश्वरले पापीहरूलाई बचाउनु मात्र हुन्न, उहाँले पापीहरूलाई नाश पनि गर्नुहुन्छ भन्ने कुरा चाहिँ बाइबलले तपाईँ र मलाई सिकाउँछ प्रियहरू। अनि यो समयमा म तपाईको बीचमा रोमी 1 अध्यायको 18 पदलाई पढ्न चाहन्छु। यहाँनिर पाउलले रोमीको मण्डलीलाई के गर्दैछन् बताउँदैछन्। परमेश्वर चाहिँ प्रेम मात्र हुनुहुन्न, तर परमेश्वरको क्रोध तिमीहरूमाथि पर्न सक्छ भन्ने कुरा चाहिँ उसले बताइराखेको छन्। उसले यसरी बताउँछन्, परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता, दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिमीहरूको अधर्मले दबाई राखेको छ भनेको छ। यसको मतलब चाहिँ प्रियहरू, भक्तिहीनता अनि दुष्टताको विरुद्धमा स्वर्गबाट परमेश्वरको क्रोध चाहिँ प्रकटीकरण हुन्छ भन्ने कुरा चाहिँ पाउलले रोमीको मण्डलीलाई सिकाउँदैछ प्रियहरू। तपाईलाई म यो बताउन चाहन्छु, परमेश्वरको क्रोध भनेको के हो त प्रियहरू? परमेश्वर किन क्रोध गर्नुहुन्छ भन्ने कुरा तपाईँ र मैले बुझ्न पर्दछ प्रियहरू। परमेश्वरको क्रोध भन्नाले चाहिँ पवित्र र धर्मी रिस भन्ने जनाउँदछ, जुन चाहिँ पाप र अधर्मको विरुद्धमा हुन्छ प्रियहरू। त्यति मात्र होइन प्रियहरू, तर यो चाहिँ पवित्रतामा आधारित हुन्छ भन्ने कुरा तपाईँ र मैले बुझ्न पर्छ प्रियहरू। यो कुरा त होइन, तर यो चाहिँ न्याय र पवित्रताको अभिव्यक्ति हो भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ। परमेश्वरले प्रेम मात्र गर्नुहुन्न, परमेश्वरको क्रोध पनि दुष्ट र अधर्मीमाथि उहाँले प्रकट गरिदिनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू। त्यति मात्र होइन, भजन सङ्ग्रह 7:11 हेर्यौँ भने दाउदले यो कुरालाई बुझेको छ, परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ भन्ने कुरा चाहिँ दाउदले पनि बुझेको छ प्रियहरू। कतिचोटि हामीले सोच्छौँ प्रियहरू, बाइबलको परमेश्वर चाहिँ प्रेमिलो हुनुहुन्छ भनेर, सत्य हो। बाइबलको परमेश्वर चाहिँ क्षमाशील हुनुहुन्छ भन्ने कुरा पनि सत्य हो। बाइबलको परमेश्वर चाहिँ अनुग्रही हुनुहुन्छ भन्ने कुरा पनि सत्य हो। तर तपाईले मत्तीमा हेर्नु भने यीशु ख्रीष्ट स्वयंले भन्नुभएको छ, म चाहिँ तरबार चलाउन आए भन्ने। त्यसको मतलब चाहिँ परमेश्वरको क्रोध चाहिँ दुष्ट र अधर्मीमाथि पर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु पर्छ प्रियहरू। अब म तपाईलाई थोरै यो स्पष्ट गराउन चाहन्छु, परमेश्वर किन क्रोध गर्नुहुन्छ अथवा उहाँ किन रिसाउनुहुन्छ। हाउ डज गॉड सो ऱ्याथ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू। परमेश्वर चाहिँ पाप र अधर्मको कारण चाहिँ रिसाउनुहुन्छ प्रियहरू। यो कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। किन भन्दा रोमी 1:18 अघि नै हामीले हेरिसक्यौँ, भक्तिहीनता
दुष्टताको विरुद्धमा चाहिँ स्वर्गबाट परमेश्वरले आफ्नो क्रोधलाई दन्काउनुहुन्छ प्रियहरू। किन भन्दै गर्दा बाइबलले भन्छ हाम्रो परमेश्वर चाहिँ दाई परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रियहरू। अनि कतिचोटि मानिसहरूले पाप र अधर्ममा बाँच्दै गर्दा चाहिँ नि प्रियहरू परमेश्वरको क्रोध त्यतिखेर प्रकट हुन्छ प्रियहरू। परमेश्वर चाहिँ पापसँग चाहिँ उहाँले चाहिँ नि सम्झौता गर्न सक्नुहुन्न। परमेश्वरले अधर्म र पापलाई चाहिँ मन पराउनुहुन्न प्रियहरू। जब यो कुरा चाहिँ परमेश्वरले देख्नुहुन्छ उहाँ साँच्चै नै रिसाउनुहुन्छ प्रियहरू। आफ्नो क्रोध ती कुरामाथि दन्काउनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गऱ्यौँ। अनि दोस्रो कुरा चाहिँ असत्यलाई स्वीकार गर्दाखेरि पनि परमेश्वर चाहिँ क्रोधित हुनुहुन्छ, परमेश्वर चाहिँ रिसाउनुहुन्छ। उहाँको क्रोध चाहिँ त्यो सत्यलाई अस्वीकार गर्ने माथि पर्दछ भन्ने कुरा चाहिँ पाउलले पनि यहाँ बुझेका छन्। पाउलले यो कुरालाई भन्दछन् दोस्रो थेसलोनिकी 2 अध्यायको 10 र 12 पदमा यसरी लेखेको छन् उसले, र नाश हुनेलाई छलमा पार्ने समस्त दुष्ट सहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे, त्यसकारण तिनीहरूले झुटो कुरामा विश्वास गरून् भने परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ ताकि सत्यमाथि विश्वास नगर्ने र अधार्मिकतामा आनन्द मनाउने सबैजना दोषी ठहराउनुहुन्छ भनेको छ। यसको मतलब चाहिँ जब एउटा मानिसले सत्यलाई जान्दा जान्दै अस्वीकार गर्दछ परमेश्वरले उनीहरूलाई कठोर हृदयमा छोड्नुहुन्छ प्रियहरू। त्यही भएर परमेश्वरले रोमीको पुस्तकमा भन्नुभएको छ म तिमीहरूलाई तिम्रो काम वासनामा छोडिदिनेछु अथवा तिमीहरूलाई नाश हुने कुरामा छोडिदिनेछु भन्नुभएको छ प्रियहरू। किन म यो कुरालाई भन्दैछु भन्दा नि प्रियहरू कतिचोटि चाहिँ नि प्रियहरू यो संसारमा हेऱ्यो भने धेरै मान्छेहरूले परमेश्वरलाई मुक्का देखाइराखेका छन्, धेरै मानिसहरूले परमेश्वरलाई गिल्ला उडाइराखेका छन्, धेरै मानिसहरूले परमेश्वरलाई नाना भाती गरिराखेका छन्। त्यस्तो मानिसहरूमाथि परमेश्वरको क्रोध चाहिँ दन्किन्छ प्रियहरू। यो कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। अनि अर्को कुरा चाहिँ नि प्रियहरू परमेश्वर किन रिसाउनुहुन्छ भन्दै गर्दा अविश्वास र पश्चाताप नगरेको कारण उहाँले रिसाउनुहुन्छ। बिकज अफ अनबिलिफ एन्ड अनरिपेन्डेन्स भन्ने कुरामा उहाँ रिसाउनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। यो कुरा पाउलले राम्ररी जानेको छ। त्यही भएर पाउलले रोमी 2 अध्यायको 5 मा यो कुरालाई भन्दछन्, तर परमेश्वरको धार्मिक इंसाफ प्रकट हुने त्यस क्रोधको दिनको लागि आफ्नो कठोर र अपश्चातापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारेको छौ भन्ने कुरा चाहिँ यहाँ पाउलले रोमीको मण्डलीलाई बताउँदैछन्। यसको मतलब चाहिँ नि प्रियहरू पश्चाताप नगर्ने, विश्वास नगर्ने हृदयहरूले परमेश्वरको विरोध गर्ने मान्छेहरूमाथि चाहिँ नि पक्कै पनि परमेश्वरको क्रोध चाहिँ फर्किन्छ प्रियहरू। परमेश्वरको क्रोध चाहिँ दन्किन्छ। जसले अविश्वास गर्छ, जसले पश्चाताप गर्दैन, ती मानिसहरूमाथि परमेश्वरले आफ्नो क्रोधलाई दन्काउनुहुन्छ प्रियहरू। कतिचोटि चाहिँ नि प्रियहरू हामी विश्वासी भएर नि अविश्वास गरिराखेको छौँ, हामी विश्वासी भएर नि पश्चाताप गरिराखेको छैनौँ भने नि प्रियहरू परमेश्वरले हाम्रो जीवनमा क्रोध दन्काउनुहुन्न भनेर हामीले भन्न सक्दैनौँ प्रियहरू। यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। अनि परमेश्वर रिसाउनुको अर्को कुरा चाहिँ विद्रोह र परमेश्वरको आज्ञालाई भङ्ग गर्दा पनि उहाँ रिसाउनुहुन्छ प्रियहरू। यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। जब तपाईँ र मैले प्रस्थान 32 अध्यायको 10 मा हेऱ्यो भने यहाँनिर यसो लेखेको छ, अब मलाई नरोक, मेरो क्रोध यिनीमाथि दन्कियोस्, म यिनीहरूलाई भस्म पार्नेछु अनि तँबाट नै म एउटा ठुलो जाति बनाउने छु भन्ने कुरा यहाँनिर परमेश्वरले मोसालाई भन्दै हुनुहुन्छ। इजरायलीहरूले परमेश्वरको आज्ञालाई के गरेको थिएन, स्वीकारेको थिएन। परमेश्वरले दिनुभएका व्यवस्थाहरूलाई उनीहरूले पछ्याइराखेको थिएन प्रियहरू। किन भन्दै गर्दा चाहिँ नि उनीहरूलाई परमेश्वरले कति करुणा, कति प्रेम गर्नुभएको थियो भन्ने कुरा उनीहरूले विश्वास नगरिकन विभिन्न कुरामा उनीहरू लागेको कारण परमेश्वरले आफ्नो क्रोध दन्काउने कुरा चाहिँ यहाँ मोसा
कुरालाई भन्दै हुनुहुन्छ प्रियहरू। उहाँको आज्ञा उल्लङ्घन गर्नेलाई चाहिँ नि उहाँले हल्का रूपमा लिनुहुन्न भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ प्रियहरू। त्यति मात्र होइन प्रियहरू, परमेश्वरको न्याय चाहिँ उहाँले प्रदर्शन गर्नुहुन्छ। किन भन्दै गर्दा चाहिँ नि उहाँ अन्यायमा परेकोलाई न्याय दिने परमेश्वर हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो विरुद्धमा खडा हुनेको लागि युद्ध लड्ने परमेश्वर हुनुहुन्छ। जब तपाईँले र मैले रोमी 9 अध्यायको 22 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखिएको छ, यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अन्त्य धैर्य साथ सहनु भएको छ भने के भयो त? यहाँनिर परमेश्वरको क्रोध उहाँको न्याय र पवित्रताबाट उहाँले देखाउनुहुन्छ प्रियहरू। यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। उहाँ चाहिँ यति शक्तिशाली र न्याय हुनुहुन्छ। अन्याय परेको दुष्ट कुरा भएको उहाँले सहन सक्नुहुन्न प्रियहरू। जब तपाईँ र मैले बाइबलमा हेऱ्यौँ भने धेरैचोटि परमेश्वरले आफ्नो क्रोधलाई प्रकटीकरण गर्नुभएको छ। तपाईँ र मैले पुरानो करारमा हेऱ्यौँ भने परमेश्वरले आफ्नो क्रोधलाई कसरी प्रकट गर्नुभएको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँले उत्पत्ति 6 अध्यायदेखि 8 अध्यायमा हेर्नु भने त्यहाँनिर नोआको जल प्रलयको विषयमा तपाईँले पाउनुहुन्छ। त्यहाँनिर मानिसहरू खाइराखेको थिए, बिहाबारी गरिराखेको थिए, अनैतिक सम्बन्धहरू जिराखेको थिए। यति साह्रो पाप बढ्यो। पाप बढ्दै गर्दा परमेश्वरले मानिसलाई बनाउनु भएकोमा उहाँले अफसोस गर्नु भएर ठुलो बाढी पठाएर मानिसहरूलाई उहाँले मार्नु भएको छ। यसको मतलब चाहिँ नि प्रियहरू, पुरानो करारमा परमेश्वरले आफ्नो क्रोधलाई चाहिँ प्रकटीकरण गर्नुभएको छ नोआको जल प्रलयद्वारा। त्यति मात्र होइन प्रियहरू, तपाईँले उत्पत्ति 19 अध्यायतिर हेर्नु भने त्यहाँ सदम र गमोराको विषयमा पाउनुहुन्छ। सदम र गमोरामा यति साह्रो बेविचार बढिराखेको थियो प्रियहरू। त्यो बेविचारले सीमा नागिसकेको थियो अनि परमेश्वरले सदम र गमोरालाई चाहिँ नाश गर्नुभएको छ भन्ने कुरा चाहिँ तपाईँ र मैले बिर्सिनु हुँदैन। परम प्रभुको क्रोध चाहिँ नि उहाँले प्रकटीकरण गर्नुहुन्छ प्रियहरू। त्यति मात्र होइन, मिश्र देशमा परमेश्वरले आफ्नो क्रोधलाई कसरी प्रकटीकरण गर्नुभएको छ, आफ्नो क्रोधद्वारा कसरी प्रियहरू त्यहाँनिर मिश्री देवताहरूलाई उहाँले प्रहार गर्नुभएको छ भन्ने कुरा चाहिँ तपाईँ र मैले नि प्रियहरू प्रस्थानको पुस्तकमा पाउँछौँ। यसको मतलब चाहिँ नि प्रियहरू, परमेश्वर रिसाउनुहुन्छ र आफ्नो क्रोधलाई प्रकट गर्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्न सक्छौँ। नोआको जल प्रलयबाट पनि हामी थाहा गर्न सक्छौँ परमेश्वर रिसाउनुहुन्छ र आफ्नो क्रोधलाई प्रकटीकरण गर्नुहुन्छ। त्यति मात्र होइन, सदम र गमोरामा घटनालाई हेऱ्यौँ भने उहाँले त्यहाँ पनि सबै कुरालाई विनाश गर्नुभएको छ। त्यसै गरी मिश्र देशमा दोष विपत्ति हेर्नुभयो भने परमेश्वर ती देवी देवता प्रति एकदमै दायी हुनुभएको छ, रिसाउनु भएको छ र आफ्नो शक्तिलाई उहाँले प्रकटीकरण गर्नुभएको छ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। अब तपाईँ र मैले यो वर्तमान समयमा चाहिँ उहाँले आफ्नो क्रोधलाई कसरी प्रकटीकरण गर्नुहुन्छ भन्ने कुरा चाहिँ म फेरि पनि तपाईँलाई रोमी 1 अध्यायमै लान चाहन्छु। यहाँनिर पावलले जानेको छ हाम्रो परमेश्वर चाहिँ क्रोधको परमेश्वर हुनुहुन्छ, हाम्रो परमेश्वर चाहिँ न्याय गर्ने परमेश्वर हुनुहुन्छ, हाम्रो परमेश्वर चाहिँ दायी परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ उसले जानेको छ। तपाईँ र मैले रोमी 1 अध्यायको 24 पद, 26 पद र 28 पद हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ प्रियहरू, यसकारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनु भयो। तिनीहरूका स्त्रीले आफ्नो स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे। त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहारलाई त्यागेर एक दोस्रो तर्फ कामुकताको जलमा पुरुषहरूले पुरुषसितै निर्जल काम गरेर आफ्नो शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे भन्ने कुरा 28 मा हेऱ्यौँ भने यहाँ यसरी लेखेको छ, यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामै अनुचित आचरणको निम्ति
त्यागी दिनुभयो। प्रियहरू, जब एउटा मानिसहरू चाहिँ अपवित्रताको जीवन जिउँछन्, पुरुषले पुरुषसँगै सम्बन्ध राख्छन्, स्त्रीले स्त्रीसँगै सम्बन्ध जब राख्छन् नि प्रियहरू, परमेश्वरको क्रोध चाहिँ त्यस्ता मानिसहरूसँग चाहिँ दम्किने छ भन्ने कुरा चाहिँ यहाँ पावलले बताएको छ। किन भन्दै गर्दा चाहिँ नि प्रियहरू, परमेश्वर पवित्र भएको कारणले उहाँले अपवित्रताको कुरालाई मन पराउनुहुन्न। उहाँ शुद्ध भएको कारणले अशुद्धताको कुरालाई मन पराउनुहुन्न। प्रियहरू, त्यति मात्र होइन प्रियहरू, उहाँले पुरानो करारमा भूतकालमा पनि आफ्नो क्रोधलाई प्रकटीकरण गर्नुभयो, प्रेजेन्टमा अहिले पनि उहाँले आफ्नो क्रोधलाई प्रकटीकरण गर्नुभयो भन्ने कुरा पावलले बताउँछ भने उहाँले भविष्यमा पनि आफ्नो क्रोधलाई के गर्नुहुन्छ, प्रकटीकरण गर्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले प्रकाश 20 अध्यायको 11 देखि 15 पदसम्म पाउँछौँ। यहाँनिर यसरी लेखेको छ, म तपाईँको निम्ति पाठ गर्न चाहन्छु। प्रियहरू, तब मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखे। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूको निम्ति कतै ठाउँ पाइएन। मैले ठुला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिराखेको देखे र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। यी पुस्तकहरूमा लेखिएको कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इंसाफ भयो। समुद्रले त्यसमा भएका मृतकहरूलाई दिइहाल्यो अनि मृत र पातलले तिनीहरूमा भएको मृतक दिइहाल्यो। तिनीहरू प्रत्येकले आफ्नो काम अनुसार इंसाफ भयो। मृत्यु र पातल अग्निकुण्डमा फालियो। यो अग्निकुण्ड दोस्रो मृत्यु हो जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटाएन, त्यो अग्निकुण्डमा फालियो। यसको मतलब परमेश्वरले भविष्यमा पनि के गर्दै हुनुहुन्छ, आफ्नो न्यायलाई र आफ्नो क्रोधलाई चाहिँ देखाइकन यसरी प्रकट गर्दै हुनुहुन्छ। प्रियहरू, म तपाईलाई यो कुरा बताउन चाहन्छु प्रियहरू, यदि हामी परमेश्वरको क्रोधबाट बाँच्न चाहन्छौँ भने नि तपाईँ र मैले यीशु क्रिस्टलाई विश्वास गर्न आवश्यक छ। यीशु क्रिस्टको मार्गमा तपाईँ र म हिँड्न आवश्यक छ। प्रियहरू, मैले तपाईँलाई भने उहाँ किन रिसाउनुहुन्छ, उहाँले आफ्नो क्रोधलाई कसरी प्रकट गर्नुहुन्छ र तपाईँलाई म बताउन चाहन्छु परमेश्वरको क्रोधबाट हामी कसरी बच्न सक्छौँ। प्रियहरू, यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। पहिलो कुरा चाहिँ हामीले क्रिस्टमाथि विश्वास गर्नुपर्छ। बिलिभ इन जिजस क्राइस्ट। योना 3:26ले यो कुरा बताउँछ प्रियहरू, जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन हुन्छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्दैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ भन्ने कुरा यहाँ बताएको छ। यसको मतलब चाहिँ यीशु क्रिस्टले हाम्रो पापको दण्ड आफूमाथि लिएर क्रुसमा मर्नु भएको छ। अब त्यो पापको दण्ड क्रोध चाहिँ हामी माथि पर्दैन यदि हामीले यीशुलाई विश्वास गर्यौँ भने। यदि तपाईँ र म यीशुलाई विश्वास गरेनौँ भने चाहिँ तपाईँ र म परमेश्वरको क्रोधदेखि बाँच्न सक्दैनौँ। प्रियहरू, उम्कन सक्दैनौँ, एक्सोडस हुन सक्दैनौँ भन्ने कुरा चाहिँ यहाँनिर तपाईँ र मलाई सिकाएको छ। प्रियहरू, यो कुरा पहिलो थेसलोनिकी 1:10मा पनि यहाँनिर यसरी बताएको छ, अनि स्वर्गबाट आउनुहुने उहाँको पुत्र जसलाई उहाँको मृतकबाट उठाउनु भयो उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् यीशुको जसले आउन लागेको क्रोध हामीबाट छुटकारा दिनुहुन्छ भनेको छ। यसको मतलब जसले हामीले यीशुलाई विश्वास गर्छौँ परमेश्वरबाट आउन लागेको क्रोध चाहिँ हामीबाट चाहिँ अलग सर्दछ। प्रियहरू, त्यही भएर तपाईँ र म यदि परमेश्वरको क्रोधदेखि बाँच्न चाहन्छौँ भने तपाईँ र मैले यीशुलाई विश्वास गर्नुपर्छ। अनि दोस्रो कुरा चाहिँ तपाईँ र मैले पश्चाताप गर्नु आवश्यक छ। प्रियहरू, फेरि तपाईँ र मैले 3 अध्यायको 19 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेख्छ, यसकारण पश्चाताप गर्नु र फर्कनुहोस् कि तपाईँहरूको पाप मेटिउन्
र परम प्रभुको उपस्थितिबाट आनन्दको समय आओस्। यहाँनिर पत्रुसले मन्दिरमा के गर्दैछ? प्रचार गर्दैछ। यहाँनिर पनि प्रियहरू परम प्रभुको उपस्थितिबाट चाहिँ हामी आनन्दमा फर्कन सकौँ भनेर प्रियहरू जब हामीले पश्चाताप गर्छौँ नि, पश्चातापले चाहिँ हामीलाई परमेश्वरको उपस्थितिमा खिचेर ल्याउँदछ। प्रियहरू जब हामी पश्चाताप गर्छौँ, पश्चातापले हामीलाई परमेश्वरको क्रोधदेखि चाहिँ टाढा बनाएर परमेश्वरको प्रेमतर्फ चाहिँ खिची ल्याउँदछ। यो पश्चाताप चाहिँ नक्कली खालको पश्चाताप होइन, तर साँचो मनको परिवर्तन जब हुन्छ परमेश्वरको क्रोध चाहिँ हाम्रो जीवनबाट हट्दछ। प्रियहरू अनि प्रियहरू परमेश्वरको क्रोधबाट बाँच्ने तेस्रो उपाय भनेको चाहिँ नि प्रियहरू हामीले पवित्र जीवन जिउनु आवश्यक छ। लिभ अ होली लाइफ एन्ड ओबिडियन्ट लाइफ भनेर इङ्ग्लिसमा भन्दछ। यसको मतलब चाहिँ नि प्रियहरू तपाईँ र म साँच्चै नै परमेश्वरको क्रोधदेखि बाँच्न चाहन्छौँ भने तपाईँ र मैले पवित्रताको जीवन जिउन आवश्यक छ। प्रियहरू हिब्रू 12 अध्यायको 14 पदमा हेऱ्यो भने यहाँनिर यसरी लेखेको छ, प्रियहरू सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। प्रियहरू यो भनेको चाहिँ प्रियहरू परमेश्वरको क्रोधबाट बाँच्नको लागि चाहिँ हामीले पवित्रताको जीवन जिउनु आवश्यक रहेछ र आज्ञा पालन गर्न पनि आवश्यक रहेछ। प्रियहरू यसलाई यसरी पनि हामीले भन्न सक्छौँ हामी आत्मिक जागरुक भएर जिउन आवश्यक छ र परमेश्वरको वचन अनुसारको जीवन जब हामी जिउँछौँ परमेश्वरको क्रोध चाहिँ हाम्रो जीवनबाट हटेर जाँदछ भनेर म तपाईलाई बताउन चाहन्छु। प्रियहरू अनि अर्को कुरा चाहिँ के हो भन्दा परमेश्वरको अनुग्रहलाई स्वीकार गर्नुहोस्। एक्सेप्ट गॉड्स ग्रेस। प्रियहरू परमेश्वरको अनुग्रहलाई तपाईँ र मैले जब स्वीकार गर्छौँ नि प्रियहरू तपाईँ र मेरो जीवनबाट परमेश्वरले ल्याउने क्रोध चाहिँ हटेर जाँदछ। प्रियहरू एपिसी 2 अध्यायको 8 र 9 पदमा हेऱ्यौँ भने पावलले यसरी तपाईँ र मलाई सिकाएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएको छौ र यो तिमीहरू आफैले होइन, यो त परमेश्वरको वरदान हो, कर्मद्वारा होइन, नत्र मानिसले घमण्ड गर्नेछ। यो भन्नुको मतलब चाहिँ प्रियहरू तपाईँ र मैले चाहिँ मुक्ति कुनै पनि कामद्वारा पाउन सक्दैनौँ, उद्धार चाहिँ कुनै पनि कामद्वारा पाउन सक्दैनौँ, छुटकारा चाहिँ कुनै पनि कामद्वारा हामीले पाउन सक्दैनौँ सिवाय येशू ख्रीष्टले बाहेक यो संसारमा तपाईँ र मलाई मुक्ति र उद्धार चाहिँ कसैले पनि दिन सक्दैन। प्रियहरू अनि त्यही भएर म तपाईँलाई यो कुरा बताउन चाहन्छु, येशू ख्रीष्टको अनुग्रह भनेको चाहिँ उहाँले आफूले प्राण त्यो कल्भरी क्रुसमा दिनुभएको कुरालाई सम्झिँदै उहाँको मार्गमा हिँड्यो भने हाम्रो जीवनमा चाहिँ परमेश्वरको क्रोध चाहिँ हटेर जाँदछ भन्ने कुरा चाहिँ तपाईँ र मैले विश्वास गर्नु आवश्यक छ। प्रियहरू अनि पाँचौँ कुरा चाहिँ नि प्रियहरू सुसमाचार प्रचार गर्नु आवश्यक छ र अरूलाई चेतावनी दिनु आवश्यक छ। प्रियहरू यदि परमेश्वरको क्रोधबाट तपाईँ र म र अरूलाई पनि तपाईँ र म बचाउन चाहन्छौँ भने जब तपाईँ र मैले योदा 1 अध्यायको 13 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, अरूलाई आगोबाट तानी निकालेर बसाऊ, कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्वभावद्वारा अपवित्र भएका वस्तु समेत घृणा गर भनेको यो चाहिँ अरूलाई पनि परमेश्वरको न्याय र उद्धारबारे चेतावनी दिनु चाहिँ हाम्रो कर्तव्य हो। प्रियहरू जब हामी मानिसहरूलाई परमेश्वरको क्रोधबाट हामी बचाउन चाहन्छौँ भने चाहिँ हामीले उनीहरूलाई सुसमाचार प्रचार गर्नु आवश्यक छ र हामीले उनीहरूलाई चेतावनी दिन आवश्यक छ। प्रियहरू किन भन्दै गर्दा परमेश्वरले अन्तिम दिनमा न्याय गर्नु नै हुन्छ। प्रियहरू तर खुसीको कुरा चाहिँ यो छ प्रियहरू तपाईँ र म चाहिँ परमेश्वरको क्रोधबाट बाँच्न सक्छौँ। पहिलो थेसलोनिकी 1 अध्यायको 10ले यसरी भन्दछ, येशू नै हुनुहुन्छ जसले हामीलाई आउने क्रोधबाट बचाउनु
हुन्छ। यसको मतलब चाहिँ प्रियहरू, जब तपाईँ र मैले येशूलाई विश्वास गर्छौँ, उहाँमा घुँडा टेक्छौँ, उहाँलाई हाम्रो मुक्तिदाता र उद्धारकर्ता भनेर जब हामी विश्वास गर्छौँ, परमेश्वरको क्रोध हाम्रो जीवनबाट हटेर जान्छ र उहाँको मुक्ति उद्धार आनन्द हाम्रो जीवनमा आउँदछ भन्ने कुरा चाहिँ पाउलले थेसलोनिकीको मण्डलीलाई बताउँछ प्रियहरू। अनि यसको मतलब चाहिँ प्रियहरू, परमेश्वर प्रेम मात्र हुनुहुन्न, उहाँ न्याय पनि हुनुहुन्छ। परमेश्वरले पापीलाई बचाउनु मात्र हुन्न, पापीहरूलाई नष्ट पनि गर्नुहुन्छ। उहाँ यस्तो परमेश्वर हुनुहुन्छ, अपवित्रतालाई घृणा गर्नुहुन्छ र पवित्रतालाई प्रेम गर्नुहुन्छ प्रियहरू। यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। पापमाथि चाहिँ नि परमेश्वर चुप्प लागेर बस्नुहुन्न, उहाँले पाप र पापीलाई न्याय गर्नुहुन्छ प्रियहरू। अनि म आज यो उत्साह तपाईँहरूलाई दिन चाहन्छु प्रियहरू, जब हामीले उहाँको वचन सुन्छौँ, उहाँलाई स्वीकार गर्छौँ र उहाँको मार्गमा जब हामी हिँड्छौँ भने परमेश्वरको क्रोध चाहिँ हाम्रो जीवनबाट हटिजानेछ र परमेश्वरको उद्धार र मुक्ति हाम्रो जीवनमा आउनेछ भन्ने कुरा चाहिँ हिब्रू 3 अध्यायको 15 पदमा जब तपाईँले पढ्नुहुन्छ यो कुरा पाउनुहुन्छ। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहको दिनमा जस्तै गरी आफ्नो हृदयलाई कठोर नपार। यसको मतलब चाहिँ परमेश्वरको क्रोध आउँदैछ, त्यसको निम्ति बच्नको लागि हामीले उहाँलाई सुन्नु, विश्वास गर्नु र उहाँलाई पछ्याउनु आवश्यक रहेछ प्रियहरू। अनि आज यो वचन सुन्दै गर्दा तपाईँलाई गाह्रो भयो होला, परमेश्वर प्रेम मात्र हुनुहुन्न, परमेश्वर क्रोध पनि हुनुहुन्छ भनेर बाइबलले बताउँदछ प्रियहरू। परमेश्वर मात्र यस्तो व्यक्ति हुनुहुन्छ जसले यीशु ख्रीष्टलाई विश्वास गर्छ, उहाँको क्रोध चाहिँ त्यो व्यक्तिको जीवनबाट चाहिँ हटेर जानेछ प्रियहरू। अनि म तपाईँलाई यही उत्साह दिन चाहन्छु, परमेश्वरको क्रोध तपाईँमाथि होइन, परमेश्वरको उद्धार र मुक्ति चाहिँ तपाईँमाथि आएको होस् भन्ने यो मेरो प्रार्थना छ, यो मेरो आशा र इच्छा छ प्रियहरू। परमेश्वरले तपाईँहरू सबैजनालाई प्रेम खराउनु भएको क्रोध चाहिँ हुँदै होइन प्रियहरू। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।